आज चाहिँ न्यू इयरको अवसर पारेर हामीले हबको टिम मेम्बर्सलाई एउटा क्वेसन सोध्न जाँदैछौँ। द क्वेसन इज व्हाट्स वान थिङ दे वान्ट टु लिभ बिहाइन्ड एन्ड वान थिङ दे वान्ट टु एड्याप्ट दिस इयर। लेट्स बिगिन। छोड्ने कुरा गर्दाखेरि मैले आफ्नो रिस्कलाई कम गर्छु अनि नयाँ कुरा एडप्ट गर्ने भनेको म नयाँ सालमा चाहिँ मोटाउन प्रयास गर्छु। अरे कौन भौंक रहा है ये बदतमीज? मेरो चाहिँ धेरै सपिङ गर्ने बानी छुटाउन छ। अनि त्यसपछि बुक चाहिँ म पढ्छु, एकदमै बुक पढ्छु सोचिरहेको छु। शाबाश बेटा, बहुत बढिया। अबको यो वर्षमा चाहिँ हल्का मोटापा घटाउँछु आफ्नो, अनि त्यसपछि टाइममा सुत्ने बानी गराउँछु अलिकति। एनसी देखेँ कि नै? सो मैले चाहिँ प्रोक्रास्टिनेसन छोडिदिन्छु, हेल्दी फुडहरू खान स्टार्ट गर्छु। अनि मैले चाहिँ यत्तिकै जे पाए त्यही किन्न छोडिदिन्छु, एकदमै सोचेर किन्छु सामानहरू। अनि अर्को भनेको सेभिङ गर्छु कन्सिस्टेन्टली। मैले अब यो बाहिरको खाना, कचर पचर खाना, ब्राउनीहरू, चिकन विङ्सहरू खान बन्द गर्छु। अनि मेन भनेको सेभिङ गर्छु। सेभिङ पैसा चाहियो मलाई। अफिसमा टाइममा आउँछु। अबदेखि म अल्छी हुन छोड्छु अनि जे कुरा सोचेछु त्यो कुरामा चाहिँ अलिक कन्सिस्टेन्ट भएर काम गर्छु। एकैछिन बस्ने कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई। One thing I want to leave behind is my माइती घर and add up my new family, husband family. त्यही होला। म अब यो वर्षमा गर्न छोड्ने चाहिँ पिटी ल्याबको माउस ल्याएर युज गर्न छोड्छु। अब आउने वर्षमा चाहिँ मैले मोटाउँछु, धेरै खाएर मोटाउने भन्ने। अब त गर्न छोड्छु चाहिँ अब महिना महिनामा कपडा किन्न छोड्छु स्मृतिले जस्तै। अनि अब 2084 देखि चाहिँ 83 देखि चाहिँ एक्सर्साइज गर्छु अब।